तराई सेक्सन तपाईँ हेर्न सक्नुहुन्छ यहाँनिर कोइनहरू धर्मचक्र हजुरहरूले पोस्ट गरेर पनि पढ्न सक्नुहुन्छ है। पुरानो भाडाहरू अमिताभ बुद्ध काठमाडौँको स्याम्पो हो नाम जस्तो लाग्यो। You can read it.
So now we are going to the National Museum of Nepal. Damn. Back. Back. Real, is it? Real. What the hell? No, no. What's yeah, sorry. You buy or do not real you use it. You want that? Real. सबै रियलहरू हो Back to that. साँच्चै खेलेको त्यो रियल हो र यो होइन त्यो यो चाहिँ के भनौँ यो चाहिँ यो वेलको त नि वेलको उयो यो वेलको टाउको मम्मी हात्तीको खप्पर टाउको कत्रो हुँदैन हात्तीको इधर तो रियल है सबै रियल हो यो इन्नेवरी मुझे इन्नेवरी भी आला कुकुर है ये सियाल रहेछ कल्चरल ड्रेस अनि डलहरू भारत इन्डिया रहेछ पन्जाबी छ कङ्गो बर्मा गरेछ पाकिस्तान इजरायल श्रीलङ्का थाइल्यान्ड अस्ट्रेलिया न्युजिल्यान्ड त्यहाँको ड्रेस ग्रिक कट ऋतिक रोशन रोमानियामा यस्तो लाउनु युएसए अमेरिका मेक्सिको मान्छे छ जस्तो राखेको छ अब उता त हले जस्तो म पनि साडी लगाएको लोक कच यो चाहिँ मलाई कस्तो डर लागेको छ नि त
छेत्रीको बारेमा छ के झाडीले कभर गर्थे के त यो के हो त्यही किचनमा छेत्री थारूहरूको यो सो गाइस तपाईँहरूसँग पहिलेको रेडियो रहेछ बम फाल्ने भैरव तोपेर ओ माई गड weapons of Sahatan. कति मान्छे घाटाले कत्रो त गराउनु भयो होइन बन्दुक पृथ्वीनारायण साहब सबै आफ्नो रहेछ उसले चलाउने पृथ्वीनारायण साहब सो गाइज हामीले चाहिँ नेसनल म्युजियम अफ नेपाल हेरेर सक्छौँ अब चाहिँ हामी मिलिट्री म्युजियम हेर्न गइरहेछौँ अगाडिपट्टि अब हेर्न सक्नुहुन्छ वेपन्सहरू छन् कस्तो हुन्छ ट्याङ्कर मिल्छ होला नि त फ्लिप डोजर जस्तो छ कैसा भन्छ रोल्स रोयल्स चाहिँ हाम्रो इम्पोर्टेड फ्रम युके ड्युरिङ रेजेन्ट किङ त्रिभुवन किङ इलिजाबेथले युज गरेको रहेछ लल नेपाल आउँदाखेरि तपाईँ हेर्न सक्नुहुन्छ यसलाई चाहिँ स्काई भ्यान भन्छ सो गाइस अब चाहिँ हामी घुम्न सक्छौँ भित्र मैले खिच्न यु हेभ टु कम एन्ड सी है विटनेस गर्न सक्नुहुन्छ आएर सो गाइस करन्टली गोइङ टु द बुढा नीलकण्ठ मन्दिर मम्मीहरू पुगिसक्नु म जाँदैछु बादल पनि आउँदै होला लेट्स गो ममा आइसक्नु भएको छ अब हामी चाहिँ बादललाई पर्खिरहेको छौँ बादल पनि अलमोस्ट आइपुग्नु आँट्यो होला यसको अनि भित्र बादल आएछ राइट ब्रे सो वी आर इन्टरिङ बुढा नीलकण्ठ तपाईँहरू के रहेछ शब्द बनाउनु लाग्यो पनि गाडी बाइकमै हो मिलिहाल्यो for the first time we are coming so we visited there अब चाहिँ फर्किँदैछौँ सो गाइज यहाँ चाहिँ हामी घुमेर भइसक्यो अब चाहिँ हामी शिवपुरी नेसनल पार्क जान गइरहेछौँ लेट्स गो कस्तो हुन्छ डोन्ट सो वी हेभ केम हियर शिवपुरी नेसनल पार्क है नागार्जुन तर यहाँनिर चाहिँ अब हाइक गर्ने ठाउँ रहेछ थाहा भएन होइन उयो प्रायः 2-3 घन्टा दामी माथि पुगेर छ अब नेक्स्ट टाइम आउँछौँ हामी जाम त So day 3 or 4, I don't know, I confused, eh? So तपाईहरु स्टेसनदेखि ओर्लेर थोरै माथि आएपछि यो बोर्ड देख्नुहुन्छ अनि यता हिँड्नुपर्ने हुन्छ लेफ्ट अहिले हामी गइरहेछौँ
यहाँनिर चाहिँ टन्नै पिकनिकहरू आउँदो हुन्छ अहिले पिकनिकहरू आइरहनु भएको छ सो वी हेभ रिच गार्डन भ्यू रेस्टुरेन्ट फार्म यता होला बाटो चाहिँ सो गाइस वी आर करेन्टली गोदावरी नेसनल बोटानिकल गार्डन यहाँ चाहिँ हामी भित्र पार्क हेर्नु गइरहेछौँ यहाँनिर चाहिँ प्लान्ट्सको यो हो अहिले चाहिँ हाम्रो खुलेको छैन अहिले करेन्टली चाहिँ 9 बजेर 8 मिनट भइसकेको छ तपाईँहरू सक्नुहुन्छ यो चाहिँ 9:30 बजेदेखि खोलेर छ अनि यहाँनिर चाहिँ टिकटको प्राइसहरू छ देखाइदिएर यहाँ छ टिकटको प्राइस टिकटको प्राइस हेर्नु सक्नुहुन्छ अनि यहाँनिर 10 बजे भनेको छ तर 9:30 खोल्दैन अन्त इलेक्ट्रिक भेहिकलमा उडान पनि छ निकाल भिडियो हो भनिरहेको ए कहाँ टोक्छौ we got the ticket cost us 50 rupees per person तपाईहरु सक्नुहुन्छ छु जाडो लालीगुराँस हेरौँ हामी पनि अर्को टाइपको हो साग जस्तै है चाइनिज साग सो वी आर इनसाइड द गार्डन तपाईहरु हेर्न सक्नुहुन्छ बायोडाइभर्सिटी एजुकेसन गार्डन तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ यो म तपाईहरु स्क्रिनशट लिएर हेर्न सक्नुहुन्छ मजाले यो सबै प्लान्ट हो भाइ लेक पेन्यू सुगा फुल लियोपार्ड प्लान्ट अहिले चाहिँ रहेनछ तर पछि चाहिँ हुन्छ होला सिजन हुन्छ होला नि त तपाईहरु हेर्न सक्नुहुन्छ लेका पाङ्ग्रा I think we came in wrong time तर ठिक छ ठुलो औषधि आई गेस तपाईहरु हेर्न सक्नुहुन्छ भित्र पिस रहेछ डेम लभिङ द प्लेस है कस्तो मजाले बनायो कता जाउँ भाइ कता जाउँ सोमलाता यसले चाहिँ दबाई बन्दो रहेछ चुत्रो म वक हान्छु एउटा बिटिङ त्यो लोठन सल्लाह अरे भाइ के हो त्यो भने सुनगाबा भन्ने उयो होला उयो अहिले खिच्नु आउनु न मम्मी अलिक चिसो चिसो छ यहाँ भित्र जङ्गल भएर होला दिउँसो पनि घाम लाग्छ गर्मी नै हुन्छ तपाईँ हेर्न सक्नुहुन्छ एउटा ताल जस्तो छ सानो करी लिप्स यो रहेछ मिठो निम तपाईँहरू यहाँ पन्ड हेर्न सक्नुहुन्छ यो चाहिँ लोटस फल छ होला यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर
तपाईँहरू यहाँनिर चाहिँ रक गार्डन रहेछ तपाईँहरू यहाँ हेर्नु सक्नुहुन्छ यहाँनिर चाहिँ के छ भनेर तपाईँहरू थाहा पाइहाल्नुहुन्छ सो वी आर इन्टरिङ के हजुरलाई थाहा छ करिब करिब 12,000 प्रजातिका वनस्पति पाइन्छ 12 नेपालमा 12वटा वनस्पति तपाईँ हेर्न सक्नुहुन्छ सबै प्लान्ट हो रुख उन्य भाइ यो यसमा रक गार्डन ट्रपिकल हाउस एउटा सनस्क्रिमहरू खाएर है त्यस्तो भयो तपाईँहरू सोच्दैन सानो मिनी झर्ना छ गाइज अब चाहिँ यहाँबाट म फोटो खिच्न गइरहेको छु पहिला एउटा सो गाइज नाउ वी आर गोइङ टु इन्टर दिस तपाईँहरूसँग गार्डन कस्तो त्यहाँ बनायो भाइ हेर्नु सक्नुहुन्छ एकदम दामी फ्लावरहरू छ होइन मजाले दामी देखिएको छ सबै दामी हेरेर So we get the right अब चाहिँ हामी जान्छौँ नारायणी लाल दरबार So guys we have reached Naraniti पर बोल त हेलो 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 होइन नि माइक टेस्ट गरेको क्या हेलो 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 सुनिरहेछ क्लियर आवाज क्लियर सो डन विथ द घुमेर सुमेर अब चाहिँ हामी तरण फर्किरहेको छौँ सो वी आर एट द कोटेश्वर अहिले चाहिँ हाम्रो गाडी आउँदैछ त्यति नै थियो थ्याङ्क यू गाइज फर द वाचिङ मन परेमा लाइक सब्सक्राइब गर्न सक्नुहुन्छ मिट गाइज द नेक्स्ट भिडियो टिल द्याट स्टे सेफ एन्ड स्टे ह्याप्पी बाई So thank you guys for the watching. Man parema like, share and subscribe गर्न सक्नुहुन्छ. So meet you guys in the next vlog. Till then stay safe, stay happy. Bye.